उयोले त बुढीको लाएर आँट्छ हाम्रो कान्छाले त बुहारीको लाएर आँट्छ होइन हुस्से चाहिँ लाग्दैन रहेछ कि जाडोमा यता पाहाडकै जस्तो होइन चिसो चाहिँ नि के हो मालिक त नक भयो के हो चस्मा त कता लागेको छ त हाम्रो केटाहरूले फेरि दौड्नेलाई मालिक अरे क्या मालिक अरे क्या दौड्ने चाहिँ हाम्रो केटाहरू सबैको मालिक भन्छ मालिकै मरेको त हुन्छ जित्छ है गयो यिनीहरूलाई नै ओह्रालोमा त ओह्रालोमा त सबैलाई जित्दो रहेछ त यसले ओह्रालोमा त सबैलाई जित्छ त हौ हो यहीँ चाहिँ झर्छ क्या त्यो स्कुलको उयो त थियो नि अघि त्यो स्कुल भनेको यहीँ हो नि त पहिरो गएको हेर्नु त स्कुलको छेउ नै भेटेको छ न्युजमा आएको पनि यही हो त्यहाँ पहिले स्कुल त्यहाँ स्टुडेन्ट कम भएर बन्द भयो क्या टर्निङतिर त हरन दिइहाल्नुपर्छ छैन त अलिक धेरै नानी भन्दा के हो रे के हो बारेमा अझ मेरो साथी यो टिमुरको रक्सेल हैन टिमुरको नि यो भोकटेको भोकटेको एक भोकटेको ए पदवा शेरले कहाँ घाँस पात खान्छ त हजुर लु अदुवा लु रेट लगाम सबै गर्नु घोडाको दुख्दो रहेछ घोडा त्यो भाइ आजले दुख्छ नि घोडा दुखेन भने त भएको त घोडाको दुख्दो रहेछ फर्सी नलाने फर्सी यहाँ तल हो सस्तो गिलास छ गिलास दिदी नभए त पल्टी गरेर यहाँ बस्ताउनु राख्नु न एक बिलको 300 रुपैयाँ
प्रेमका हिरो यहाँ त फर्केको आउँदैछ एउटा आउँदैछ नि हो त्यो फर्से चाहिँ कसरी सोयो अरे अलिक महँगो भयो महँगो भयो फर्सी त महँगो लु किन हिँड अब हामी त पर्यौँ सेयर घाँस त खाँदैनौँ शेरले घाँस भात खाँदैन के ल हेरी कुदाउनु पर्छ गाडी के हो त अनि घर आइपुगेको अब कहाँ चाहिँ जानु हो त के तान्दैछौ के लिएर पहिला आउँदाखेरि अर्कै थियो म त अहिले अलमल्ने क्या यहाँ अनि कस्तो भइसक्यो टुरिस्ट आउने ठाउँ भइसक्यो बसी जस्तो भयो क्या बाटो यत्रो थियो बाटो बाटो हेर्नु नि अहिले यत्रो थियो यत्रो मान्छे हिँड्ने मात्रै हो नि त उतापट्टि केटीको मात्रै कोही गइदिएन त त्यो अनि केटीकोतिर गएर कसैलाई किन्दैन छ त हौ केटीकोमा खोइ हेलमेट खोइ तेरो ए केटीकोमा त कोही गइदिएन छ त नि हौ आन्टी लभरहरू मात्रै छौ कि क्या तिमीहरू त अलिक ओह्रालो झर्दै नि गर्मी हुँदै हुन्छ जयको त झन्डै डाँडा थियो नि ग्राभेल बाटो त्यो गाडी नतानेको तल हो त्यता पुगेपछि चाहिँ पुरै गर्मी हुन्छ बाटो त धेरै राम्रो नि यो त त्यही पहिरो गएकै गर्छ नि तल त्यसले गर्दा मात्रै त्यहाँ पिच गरेको छैन के माटो झर्छ नि तपाईँको गाडीहरू ठिक रहेछ कि तपाईँको गाडी ठिक रहेछ अरू ए अहिले त मोबिल खाँदो रहेछ हो त्यसले गर्दा पावर आउँदैन क्या प्लगमा मोबिल आउँछ नि त हाफ इन्जिन बनाउने बेला भएको रहेछ साउन्ड पनि राम्रो छ केटीकोमा त गर्दैनौ त कसैले उता अनि केटी थियो त
धेरै सुरहरूले टर्निङ त कन्ट्रोल गर्नु नसकेर लड्ने हो नि त मान्छे। घरमा बा रिसोर्ट सिसोर्ट मेन डेभलप हुनलाई दाजु बाटै चाहिन्छ के। अब हेर्नु त, अब यहाँ बाटो हुँदा यहाँको ताजा सब्जी इस्कुसे भयो भने तल गयो नि त। होइन बाटो भएपछि लाइन त पुगिहाल्छ कि। बाटो बनाएपछि त पोल त्यसकै छेउछेउ लान्छ नि त। बाटो भएपछि तरकारीहरू माथिको झर्छ, कुचो सुचो झर्छ, माथि पनि पैसा हुन्छ होइन। खसी बोका हुन्छ। यहाँबाट त हराउँछ अब चिसै। यसलाई त आइरहेको छ, यसलाई त पिसाब आइरहेको छ। के भयो आयो तिमीलाई आयो? उसको मुत्ता यही फेरि पारिपट्टि पनि छ त। के हो यो अन्धराजा उयो होइन? अन्धार आएको त यहाँ होइन नि, ऊ त्यो माथिको झन्डा भएको के हो? होइन नि कहाँ यहाँबाट अन्धराजाको त यो उता पल्लोपट्टि पर भइहाल्यो नि। ए यहाँ त ऊ त्यहाँबाट जाने रिसोर्ट होला। त्यो उल्टो घर देखेको पर ऊ तल। उल्टो घर त मलाई पनि थाहा छैन हौ यहाँ। पर हो त्यो अग्लो छैन हो, त्यही त हो नि उल्टो घर। तपाईँलाई हतार छ? किन छिरेर जाउँ नथिर के थिर्नु र त्यहाँ अहिले थिर्ने कामै छैन। मैले के भन्दै थाहा छ लास्ट टाइम हिँड्ने बेला पर्खी बस्छ चाँडै फर्की आउने छु भनेर हिँड्दै। कसलाई सेठी र तेरो आजको आज कसलाई? सब्जीवालीहरूले उतापट्टि केटीलाई चाहिँ भनिदिनु पर्थ्यो नि। उता टुवा उता त मजाले हेरिरहेको थियो उता। तर त्यसलाई लाइन हानेको हुन्थ्यो। उहाँ दुबीबाट लाइन काट्दै थियो। कसलाई? मेन डिस्ट्रिब्युसन त्यहाँ भन्नलाई हारेको के दुईबाट लाइन काटेको थियो अरे। दुईबाट मेन अफिसबाट लाइन काटेको थियो कि। दुई चलो। अनि ओह्रालोमा तिनीहरूलाई जितेको देख्नुहोस् यसले। ओह्रालोमा तिनीहरूलाई पनि जित्यो त्यसले। अब हो बाटो खुलेपछि यो तल झर्दैन त। बाटो खुल्दाखेरि यो बाटो तल झर्छ, कति पैसा आउँछ हेर्नु त। यहाँ बाटो छोड है,
यो ब्याउन आँटेको है यो ड्रमको क्वाइक क्वाइक गर्छ यहाँ त केटाहरू यहाँ यहीँ छ पिसा फेर्न पसेको